हेलो साथीहरू, दर्शक नमस्ते। मेरो प्यारो सुन्दर मनहरूलाई होइन, सम्पूर्ण साथीहरूलाई धेरै माया र मिठो सम्झना छ। र म फेरि पनि हजुरको सामने एउटा भ्लग लिएर आएको छु होइन। सबैजनाले सपोर्ट कस्तो छ के छ अब कमेन्ट पनि गरिदिनु होला होइन, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। आशा छ माया गर्नुहुनेछ पक्कै पनि होइन। म चाहिँ अहिले ड्युटीबाट यो भ्लग बनाइरहेको छु होइन। मेरो चाहिँ नाइट ड्युटी छ। नाइट ड्युटी अब रातभरि एकदम नसकेर आँखा झिम्म नगरेर अब दिन रातभरि पठाउनुपर्छ। सो अब आफ्नो देश छाडेर अर्काको देशमा आइसकेपछि होइन, अब फर्स्ट अफ अल त अब ड्युटीलाई नै प्राथमिकता दिनुपर्छ होइन। इमान्दारसँग ड्युटी गर्नुपर्छ र रेगुलर गर्नुपर्छ होइन। किनकि हामी आफ्नो देश छाडेर आफ्नो घर छाडेर होइन आएका छौँ। किनकि हामी पैसा कमाउनलाई केही धन पैसा कमाउनलाई भन्ने आएका छौँ र त्यो धन पैसा कमाउनलाई पक्कै पनि ड्युटी गर्नै पर्छ रेगुलर होइन। त्यही भएर ड्युटी गरिरहेको साथीहरू नाइट ड्युटी छ होइन। अब त्यो गाह्रो त पक्कै पनि छ, रातभरि खट्नुपर्छ। तब अब गाह्रो भए पनि चाहिँ अब गर्नु नै पर्छ पक्कै पनि होइन। त्यही भन्न चाहन्छु साथीहरू। अब तपाईँहरू देख्न सक्नुहुन्छ यो कम्पनी हो। सो यहाँ पर्किलो अड्डाइरहेछ अनि अब यहाँ पुरै सामानहरू राख्ने ठाउँ हो होइन। यहाँ चाहिँ कार्टुन सार्टुन सब रेडी भइसकेको छ। हामीले अब बस प्याकिङ गर्ने मात्रै बाँकी छ। यहाँ चाहिँ हामीले कति ब्याच चलाउँछौँ सामानहरू होइन, त्यो सबै कुराहरू यहाँ देखिन्छ। सो अनि हाम्रो मसिन चाहिँ यहाँ हाम्रो चाहिँ बिल्डिङ भइरहेको छ। मसिनमा यहाँ पुरा 2टा ट्याङ्की छ। माथिबाट चाहिँ लास्ट इन भने यहाँ हो अनि माथि चाहिँ प्रोसेसिङ माथि हुन्छ र यहाँ चाहिँ इन प्याकिङ हुन्छ यहाँ चाहिँ होइन। यो चाहिँ प्याकिङ गर्ने मसिन हो। सो यो चाहिँ प्रिन्टर मसिन हो होइन। यो तपाईँ देखिरहनु भएको होला होइन। त्यस्तै हो साथीहरू। अब के गर्नुपर्छ परदेशमा त्यतिकै बसिरहेको थिएँ। अब काम चाहिँ अब बिल्डिङ हुने चाहिँ 1-1.5 घन्टा लाग्छ कि। त्यही भएर चाहिँ अब फ्री थिएँ, त्यही भएर चाहिँ हल्का सानो भ्लग बनाइदिउँ भनेर चाहिँ अब साथीहरूको लागि पक्कै पनि माया पाउँछु भन्ने जस्तो आशा लागिरहेको छ होइन। माया अब पाइरहेको छु, पाउने छु पक्कै पनि। अब ढिलो चाँडो मात्रै हो, अलिकति गर्दै जाउँ मेहनत युट्युबतिर। अब केही नभए पनि एउटा याद चाहिँ रहन्छ नि त। अब यस्तो काममा म यति बेला यस्तो थिएँ भन्ने चाहिँ रहन्छ। युट्युबतिर पोस्ट गर्छु होइन। पछि आफ्नो बुढेसकालमा पनि हेर्ने हुन्छ होइन। मेरो छोराछोरी नातिनी पक्कै पनि हेर्छन् त्यति बेला होइन। अब त्यो मोबाइलमा राख्यो भने त डिलिट भएर गइहाल्छ। अब मैले युट्युबतिर पोस्ट गरेँ भने त पक्कै पनि रहन्छ सधैँ नै। त्यही भएर अब तपाईँहरूको माया